प्रतीकवादको परिचय र मान्यता अबको लागि। प्रतीकवादको परिचय र मान्यता। परिचय। प्रतीकवाद साहित्यको एक महत्त्वपूर्ण साहित्यिक मान्यता हो। प्रतीक शब्द अंग्रेजी सिम्बोलबाट आएको हो। प्रतीक भन्नाले कुनै प्रस्तुत वस्तु, घटना वा पात्रको माध्यमबाट अप्रस्तुत, अमूर्त वा गहन भाव, विचार तथा अनुभूतिलाई संकेतात्मक रूपमा अभिव्यक्त गर्ने साधनलाई बुझिन्छ। अर्थात् कुनै मूर्त वस्तुको प्रयोगबाट अमूर्त भाव वा विचारलाई व्यक्त गरिने कलात्मक शैली नै प्रतीकवाद हो। यसले थोरै शब्दमा धेरै अर्थ व्यक्त गर्न सक्ने क्षमता राख्दछ। प्रतीक व्यक्ति, वस्तु, घटना, क्रिया वा चिन्हका माध्यमबाट प्रयोग गरिन्छ। मानव जीवनमा सञ्चारको प्रभावकारी माध्यमका रूपमा पनि यसको महत्त्व रहेको छ। राष्ट्रिय झण्डा, राष्ट्रिय चिन्ह, धार्मिक चिन्ह, रेड क्रस आदि प्रतीकका सामान्य उदाहरण हुन्। मान्यता। विश्व साहित्यमा प्रतीकवाद 19औं शताब्दीको उत्तरार्धमा फ्रान्समा विकसित भएको साहित्यिक आन्दोलन हो। सन् 1860 देखि 1880 को अवधिमा यसको विकास भएको मानिन्छ भने सन् 1886 मा जहाँ मोरेआसले यसको घोषणापत्र प्रकाशित गरेपछि यसले औपचारिक मान्यता प्राप्त गरेको हो। फ्रान्सेली साहित्यकार फ्लोबेर र एमिल जोलाका विचारबाट यसको प्रारम्भिक विकास भएको मानिन्छ। यो प्रभाववाद र प्रकृतिवादको प्रतिक्रिया स्वरूप विकसित भएको साहित्यिक आन्दोलन हो। प्रतीकवादी साहित्यमा बाह्य यथार्थको प्रत्यक्ष चित्रणभन्दा सङ्केत, बिम्ब र प्रतीकका माध्यमबाट भावको अभिव्यक्ति गरिन्छ। अल्बर्ट ओरिएका अनुसार प्रतीकवादी रचना भावात्मक हुनुपर्छ र त्यस भावलाई कलात्मक रूप तथा आकारमा प्रस्तुत गर्नुपर्छ। त्यसैले प्रतीकवादले साहित्यलाई सौन्दर्य, गाम्भीर्य र कलात्मकता प्रदान गर्दछ। यस आन्दोलनको प्रभाव अमेरिका, इङ्ल्यान्ड, आयरल्यान्ड लगायतका देशमा पनि फैलियो। एजरा पाउन्ड, भर्जिनिया वुल्फ, रिचार्डसन आदि साहित्यकारहरू प्रतीकवादबाट प्रभावित देखिन्छन्। प्रतीकवादले पछि अभिव्यञ्जनावाद, चेतना प्रवाहवाद तथा अन्य आधुनिक साहित्यिक प्रवृत्तिहरूलाई समेत प्रभावित गरेको पाइन्छ। साहित्यमा प्रतीक दुई प्रकारका हुन्छन्: सन्दर्भिक प्रतीक र सङ्गठित सांस्कृतिक प्रतीक। सन्दर्भिक प्रतीक विशेष प्रसङ्गमा अर्थ दिने प्रतीक हो भने सङ्गठित प्रतीक समाजमा सर्वस्वीकृत अर्थ बोकेको प्रतीक हो। उदाहरणका रूपमा सरस्वतीलाई विद्या र लक्ष्मीलाई धन सम्पत्तिको प्रतीक मानिन्छ। प्रतीकवादी साहित्यमा कुनै वस्तुको प्रत्यक्ष वर्णन नगरी त्यसको भाव, गुण, विचार वा अनुभूतिलाई अर्को वस्तु वा घटनाको माध्यमबाट सङ्केत गरिन्छ। यसले साहित्यलाई प्रभावकारी, कलात्मक, गहन र व्यञ्जनात्मक बनाउँछ। साहित्यकारले आवश्यकता अनुसार सुन्दर, सशक्त र अर्थपूर्ण प्रतीकहरूको प्रयोग गरी आफ्ना भावना र विचारलाई प्रभावकारी रूपमा अभिव्यक्त गर्दछ। प्रतीकवादका प्रमुख मान्यता र विशेषताहरू: सामान्य भाषाले व्यक्त गर्न नसक्ने भाव र विचारलाई प्रतीकवादद्वारा व्यक्त गर्नु, प्रकृतिलाई मानवीय रूप दिनु, भावलाई मानवीय रूप प्रदान गर्नु, अलौकिक दृश्य देखाउन मानवीय चरित्रलाई माध्यम बनाउनु, मानवीय मनका भाव र बिम्बलाई उतार्नु, अतीन्द्रिय अनुभूति तथा वस्तुपरक अनुभव व्यक्त गर्न प्रतीकको प्रयोग गर्नु, पात्रका अन्तर्मनमा घट्ने सुख, दुःख, भावना र संवेगलाई कलात्मक रूपमा अभिव्यक्त गर्नु। शिक्षासँग सम्बन्धित हाम्रो यस भिडियो तपाईँलाई कस्तो लाग्यो? यस्तै भिडियोहरू हेर्नको लागि हाम्रा भिडियोहरूमा लाइक, कमेन्ट, सेयर र च्यानलमा सब्स्क्राइब गर्न नबिर्सिनुहोला।